इन्डियामा चाहिँ कुनै पनि चोकहरुमा चाहिँ ट्राफिक चाहिँ नबस्ने, जो जिता उही सिकन्दर भने जस्तै दौडिने हो, ठेल्ने हो, पेल्ने हो। ए लुकिङ ग्लास पनि चाहिँदैन, हेलमेट चाहिँ सायद ससुरालीले दिया भएर ससुराली जाँदाखेरि खोइ मेरो हेलमेट भन्छ भनेर होला लाएर बस्छ यसले। यस्तो छ अब हाम्रो नेपाल त एकदम राम्रो छ। अबदेखि गएर चाहिँ त्यो जसलाई चाहिँ ट्राफिकहरुलाई चाहिँ गाली गरे तिनीहरुलाई चाहिँ सरी भन्नुपर्ने अवस्था आयो। प्रत्येक चोकमा एकजना मात्र भए पनि दुःख गरिरहेको हुन्छन्। यहाँ त छैन। एउटा जुनकै डट्ठी ठटाउँदै आयो भनेदेखि त्यसपछि चाहिँ 200-300 किलोमिटर अर्को डन्ठे भेटिन्न। खुल्ला खुल्ला भएको ठाउँमा चाहिँ पुलिस बस्छ, किनभने यहाँ हामीले गर्यौं भन्नको लागि। जाम भइसकेपछि टाप खस्दा रहेछन्। जस राम्रै छ ट्राफिक व्यवस्थापन युपीमा। अझ बिहारमा गयो भनेदेखि त झन् जुङ्गा मटार्दै पान थुक्दै अरे छोड भन्थे। यहाँ चाहिँ त्यति चाहिँ भने सुन्दैन कराएको चाहिँ। यस राम्रै छ ल अब।